दर्शकवृन्द नमस्कार, हार्दिक स्वागत छ तपाईहरुलाई भुन्टीको नयाँ कथामा। र पछिल्लो समय सुकुमायाले पनि भुन्टी जस्तै बनेर बदला लिएको देख्दा धेरै दर्शकहरूको खुसी व्यक्त हामीले सुन्न र देख्न पाइरहेका छौँ। के दर्शकवृन्द अब आगामी दिनमा यस्तै खुसियाली छाउने हो कि कस्तो रहने हो भुन्टी सिरियल? नेपाली समाजको चित्रण गर्न खोजिएको यस भुन्टी सिरियल धेरै दर्शकहरूले रुचाउनु भएको छ। आशा खड्काको यो सिरियल उसको प्रस्तुतिमा रहेको भुन्टी र कान्छी धेरै दर्शकहरूको मनमुटुमा बस्न सफल रहेको छ र समाजलाई सकारात्मक रूपमा अगाडि बढ्नको लागि पनि धेरै मद्दत पुर्याएको छ। र धेरै दर्शकको माग पनि छ भुन्टी अब मास्टरसँग बिहे गरेर घरजम गर्नुपर्छ भन्ने। दर्शकवृन्द के यो साँच्चै होला त? त्यसले साँच्चीकै नयाँ रूप लिएला त? कस्तो रहला आगामी यात्राहरू? यो विषयमा पनि हामीले थोरै चर्चा गर्न यहाँहरूमा आज उपस्थित भएका हौँ। दर्शकवृन्द, तपाईहरूलाई भुन्टी सिरियल कस्तो लाग्छ? पक्कै पनि आफ्नो विचारलाई तल कमेन्ट बक्स मार्फत लेख्न नभुल्नुहोला। भुन्टी अब चाहिँ केही गरेर्दा पनि भूपेन्द्रसँग मिल्नु हुँदैन भन्ने धेरै दर्शकको तार्किक पनि रहेको छ। यस्तो रहला त दर्शकवृन्द? हामी अर्को श्रृङ्खलामा भेट्नेछौँ।